दाजुभाइ दिदीबहिनीहरू, म लामो समयपछि आज वीरगञ्ज कृषि औजार कारखानामा आएको छु र यहाँ कसरी काम भइरहेछ भन्ने कुरा तपाईँहरूलाई म देखाउँदैछु। ल हेर्नुहोस्, यो वीरगञ्ज कृषि औजार कारखानाको भित्र हो। यो सानो मिनी ट्रेलरमा लाग्ने यो चाहिँ अब ट्रेलर भयो। यो माटोको भाँडो बनाउने मसिन भयो। यो चाहिँ केराको थामबाट रेसा निकाल्ने, यो मकै छर्ने, आलु रोप्ने, आलु गोड्ने, यस्ताहरू, धान काट्ने र यस्ता सानातिना औजारहरू यहाँ चाहिँ भाइहरूले बनाएर यो परीक्षण गरेर सफल भइसकेका औजारहरू हुन्। ल हेर्नुहोस्, र यहाँ चाहिँ यो विभिन्न किसिमको गेडाबाट चाहिँ गेडा छुट्याउने मसिन चाहिँ यहाँ बनाइरहेका छन्। ल हेर्नुहोस्, ल यी किसानहरूलाई चाहिने विभिन्न किसिमका साना साना औजारहरू यहाँ छ, यहाँ देखाइएको छ। ल हेर्नु होला। ल दाजुभाइ दिदीबहिनीहरू, ल हेर्नुहोस् त, यस्तो किसिमका कारखानाको यो भित्री दृश्य हो। ल हेर्नुहोस्, यहाँ यो फोहोर मैलाबाट प्लास्टिकलाई छुट्याउनको लागि एउटा नयाँ मेसिनको डिजाइन गरेर चाहिँ बनाइरहेको छन्। ल हेर्नुहोस्, यो कारखानाको भित्र दृश्य चाहिँ यहाँ हेर्नु होला। ल यहाँ यस्तो किसिमको सानो औजारहरू बनाएर यो चाहिँ बिक्रीमा गइसकेको छ। यो मकै गोड्ने, झार फाल्ने र यो धान गोड्ने औजारहरू धेरै नै बनिसकेको छ, धेरै नै बिक्री पनि भइसकेको छ। तपाईँहरूलाई चाहिन्छ भने यहाँ सम्पर्क गर्नुहोला। यो कारखानाको चाहिँ भित्री दृश्य हो। एकदम उज्यालो छ। यो माथि सिसा लागेको हुनाले धेरै नै उज्यालो छ। र यो सेक्सन चाहिँ पेन्टिङ औजारहरू बनाएर त्यसलाई चाहिँ पाउडर कोटिङदेखि लिएर पेन्टिङ गर्ने यो विभिन्न फर्नेसहरू यहाँ तपाईँहरूले देख्नु भएको छ। यो मसिन कराएर काठ सुनिँदैन। यहाँ धेरै ठुलो आवाजहरू आइरहेको छ। यहाँ भाइहरूले विभिन्न किसिमका कामहरू यहाँ चाहिँ गरिरहेका छन्। ल हेर्नुहोस्, तिनीहरूले विभिन्न किसिमका कामहरू यहाँ चाहिँ गरिरहेको दृश्य चाहिँ हेर्नुहोस्। यो कारखानाको हेडमास्टर रितेश देव पनि आयो। र हेर्नुहोस्, यो औजारहरूको यहाँ एसेम्ब्ली भइरहेको छ। यहाँ चाहिँ यसरी चाहिँ सबैले आफ्नो काममा चाहिँ व्यस्त भएर काम गरिरहेका छन्। यो चाहिँ कारखानाको भित्री दृश्य हो। ल कारखानामा चाहिँ डिजाइन रुम हो। यो चाहिँ विभिन्न किसिमको डिजाइन गर्ने, सानो सानो चाहिँ प्रोटोटाइपहरू बनाउने, टेस्टिङ गर्ने यो चाहिँ भाइहरू यहाँ चाहिँ छन्। चाहिँ हाम्रो टेस्टिङ ल्याब हो। हार्नेस टेस्टिङहरू गर्ने यहाँ अब इन्स्क्रिप्सनहरू, सानो एउटा चाहिँ CNC मेसिन चाहिँ यहाँ चाहिँ छ। ल